तपाईलाई म एउटा उदाहरण दिउँ। हामी यति धेरै बेच्दैछौँ, हामीले हिमाल बेचिरहेका छौँ। हिमाल बेच्ने चिज होइन, यो हामीलाई पुर्खाले दिएको नासो र हामीलाई प्रकृतिले दिएको नासो, हामीलाई ईश्वरले दिएको नासो, जुन गोराहरूलाई अहिले पनि हामी डलरमा हिमाल चढ्न दिएका छौँ नि, सगरमाथा चढ्न दिएका छौँ नि। यो सगरमाथा प्रतिको हाम्रो सभ्यताप्रतिको बेइमानी हो, हाम्रो सभ्यताको हत्या हो। उनीहरू आएर रक्सी खाएर हाम्रो हिमालमा आएर चाहिँ हिमाल फोहोर बनाउने। हाम्रो त 1 अर्ब भन्दा बढी जनसङ्ख्याको 1 अर्ब भन्दा माथि मानिसको जीवन जोडिएको छ हिमालसँग। यदि यो हिमाल भएन भने 1 अर्ब जनसङ्ख्या बस्ने क्षेत्र मरुभूमि हुन्छ। त्यसकारण मेरो आफ्नो चाहिँ के हो भने यो 5000 फिट भन्दा माथि यी गोराहरूलाई यी कसैलाई पनि चढ्न दिनु हुँदैन, चाहे ती सगरमाथा होस्, अन्नपूर्ण। हाम्रो त यी त देवताको स्थान हो नि, हामी त त्रिविष्टपम भन्ने हो नि। हेर्नुहोस्, यहाँका नेताहरूले के बुझ्नु जरुरी छ भने, यी माओ र लेलनका लमटीहरूले के बुझ्नु जरुरी छ भने, माओको देशमा कैलाश चढ्न दिँदैन, कम्युनिस्टहरूको देशमा कैलाश चढ्न दिँदैन, टाढैबाट दर्शन गर्नुपर्छ। जब हामी यो ऋषिहरूको देशमा चाहिँ हाम्रा हिमालहरू अस्तित्व र श्याम ऋषि देवतात्मा हिमालयो नाम नगाधिराज, हामी देवताहरूको वासस्थानमा लिएर आएर अनि गोराहरूलाई लिएर आएर रक्सी खाने र पार्टी गर्ने ठाउँ हिमालय बनाएछौँ। अनि त्यहीबाट बगेका जल हामीले पिउनुपर्छ, हामीले हरेक पूजामा त्यसको प्रयोग गर्नुपर्छ र हामीले अमृत समान मानेका छौँ। अनि यो अरबौं जनसङ्ख्या भएको सभ्यताको नाश गर्ने काम हामीले यो बुझेकै छैन। हाम्रो गिदीमा हामीले के बेच्ने भन्ने नै हामीलाई थाहा छैन, बेच्नुपर्ने चिज बेचेकै छैनौँ। हामीले त हाम्रो सभ्यता बेचेर, संस्कृति बेचेर, संस्कृति नासेर, परम्परा नासेर, परम्पराको सत्यानाश बनाएर अनि हामी के गरिरहेछौँ भने त्यो चिहानमा चाहिँ चिहानको खरानीले एउटा गुलाबको फूल बुगाएर बास्न लिएर बसिरहेछौँ। यो चाहिँ सबभन्दा संस्कृतिको पतनको कारण, सभ्यताको पतनको कारण चाहिँ